हे गाइस वेलकम टु माई भ्लग अनि ह्याप्पी तिहार सबैजनालाई म गइरहेको छु सपिङ सेन्टर आफ्नो लागि एउटा पावर ब्याङ्क लिनु छ सो होपफुली राम्रो पाओस् लाइक राम्रो एमएचवाला किनकि मलाई त्यस्तो आइडिया छैन अहिलेसम्म सो लेट्स सी कस्तो पाइन्छ भनेर चाहिँ निस्किएको अब घाम छ गाइस घाम घाम Look at the sun. सो ह्याप्पी तिहार सबैजनालाई ह्याप्पी दिवाली है सबै नेपालमा भएको मम ड्याड अङ्कल आन्टी ठुलो ठुलो मम्मी सबैजनालाई ह्याप्पी दिवाली दिवालीको धेरै धेरै शुभकामना र मेरो टाढा भएको दिदी बहिनीहरूलाई चाहिँ ह्याप्पी भाइटिका अब एभ्री इयर सँगै नहुन सकिने रहेछ स्याड रियालिटी तर जया भए पनि माया उस्तै रहेछ सो ह्याप्पी तिहार ह्याप्पी भाइटिका टु एभ्री वान है त माइन्ड नगर्नु होला रोहन भएन भनेर अहिले मर्निङको वेदर चाहिँ आज गाइस राम्रो छ है त्यसै हिजोको वेदर र आजको वेदरमा धेरै डिफ्रेन्स हावा लास्टै मस्त चलिरहेछ शीतल भ्यू छ आज चाहिँ शीतल शीतलै छ अनि बिहानको 9:30 बजी हो बिहानको 9:30 बजी चाहिँ कोही कोही बेला शीतलै हुन्छ गाइस नथिङ बोल्दैछ बिहानै गाइस यहाँ चाहिँ विदेश लाइफमा चाहिँ के यहाँ फ्यामिलीलाई टाइम दिँदैनन् सबै काम जान्छन् जिन्दगीमा पैसा मात्रै कमाउन खोज्छन् कमाउनु नि पर्छ नकमाउनु होइन तर पनि छैन क्या यहाँ हाम्रो नेपाल इन्डिया हुन्छ नि एउटा फेस्टिभल आउँदाखेरि सबैजना सँगै हुनु त्यस्तो केही सिनै छैन यहाँ मन्डे टु फ्राइडे 9 to 5 त्यहाँदेखि उता सटरडे सन्डेमा रिल्याक्स गर्छन् चिल गर्छन् अनि यहाँ त आमा बाउलाई भेट्न पनि अपोइन्टमेन्ट लिनुपर्छ हाम्रो कन्ट्रीमा धन्न त्यस्तो छैन लकी अनि अहिले चाहिँ म रोजल्यान्ड सपिङ सेन्टर जान आँटेको किनकि यतापट्टि हर्चुलको जेबी हाइफाईमा बेसिकली रहेन रहेछ पावर ब्याङ्क मैले खोजेको वाला सो अब म त्यही भएर रोजल्यान्डकोमा गइरहेको छु क्यामेरा पनि ठिकै छ सबैजना आफ्नो लाइफमा बिजी नेपालमा थियो भने अहिले सबैजना यता त्यता फ्यामिलीसँग गेट टुगेदर हुन्थ्यो न ठिकै छ के भएन अनि म जाने ठाउँ चाहिँ बसमा जानुपर्ने रहेछ त्यहाँ ट्रेन जाँदैन रहेछ सो म ट्रेनमै बसमा जान लागेको लाइटमा वेट गरेको गाइस स्टिल निड टु वेट फर लाइट लाइटमा यहाँ उभिएन भने फाइन लाग्छ सो इट्स मुभिङ ट्राफिक रुल्सहरूको भर राख्नु पछाडि ग्रिन लाइट भएको देख्नुभयो होला त्यो ग्रिन लाइट नबलाउन्जेलसम्म प्लिज नहिँड्नु होला स्टे सेफ के भन्छ नेपालमा बस भेट्न गाह्रो छ अरे अहिले पुरै बस एक्लै बुक गरेर गइरहेको छु यहाँ म के कुरा गरेको दसैँ तिहारमा बस भेटिँदैन अरे केदेखि लिएर पछाडिसम्म मेरो नाममा छ बस मैले बुक गरेको हो क्या लाइक गरिदिनु बस मैले किनेको मेरो बस हो मेरो भन्ने मेरै बस हो के हो चौधरी एन्ड ग्रुप्स रोहन एन्ड ग्रुप्स केही छैन मेरो बस हो बसमै हो सपिङ गर्नको लागि आफ्नो पर्सनल बस हायर गरेर गएको गाई धेरै पनि परेन सस्तै हो सो आफ्टर 30 मिनट्समा आइसकिसकेँ रोजल्यान्ड भन्ने ठाउँ बस स्ट्यान्ड छ एन्ड रोजल्यान्ड सो एकदम शान्त प्लेस पछाडि हेलोविनको छ हेलोविन हाम्रो दसैँ तिहार हुन्छ भने यिनीहरूको भूतवाला हुन्छ त्यो भूतवाला हेलोविन भन्छ हेलोविन फेस्टिभल त्यसकै यिनीहरूले आई थिङ्क 2 महिना अगाडिदेखि नै राख्न थाल्छ अनि म जाने भनेको चाहिँ जेबी हाइफाई हो खासमा जेबी हाइफाईमा हेरौँ जस्ट टेक्स मी अराउन्ड 5-10 मिनटको लागि आधी घन्टा ट्राभल गरेर आउन डेडिकेसन गाइस डेडिकेसन हो नि यो फेरि पछाडि सपिङ सेन्टरहरू के छ टिभी
Look at the price. It's finished. So भइसक्यो मेरो I got this and 1 मिनट लाग्यो होला 1 मिनटभन्दा बेसी नि लागेन क्या I just need to wait just because अब त्यहाँ क्यामेरा अन गर्न मिल्दैन I didn't record रेकर्डै गर्न दिँदैन के भएन मैले किनिहालेँ and it cost me around nearly 200 अब अलिकति एक्सप्लोर गर्नलाई निस्केको नट एक्सप्लोर जस्ट घुमौँ कस्तो के रहेछ भनेर सपिङ मल ठिकै छ मान्छेहरू रहेछन् भिड छ सो यसबाट माथि गइरहेको छु खास केही छैन जस्ट घुम्न टाइम पास गर्न निस्केको नि अब काम भरे 2 बजीबाट हो टाइम पास बस स्ट्यान्ड पनि नजिकै छ सो बस आउने बेला भएको छैन क्या सो त्यति बेला सबै यसो डुलुम भनेर नि केही ढङ्गको रहेछ भने I don't think so केही ढङ्गको त छ फर्किन लाग्यो गाइस विथ दिस राम्रो भ्यू छ सो यो भनेको रोजल्यान्डको वेस्टफिल्ड लुक हाउ इज एभ्रिवान नाउ लुक्स लाइक म फेरि हराएँ माथि पनि कन्फ्युज भएँ अब अहिले पनि कन्फ्युज भएँ कहाँ के हो भनेर बिर्सेँ कताबाट आएको थिएँ नै बिर्सेँ त अब के गर्नु बिर्सिहाल्नु आई थिङ्क अहिले त भेट्यो होला यस भेटेछु किनकि जस्ट म जहाँदेखि आएको थिएँ त्यो स्ट्रेट बस स्ट्यान्ड छ क्या सो लक्किली भेटिहालेँ सपिङ फिनिस भइसकेर अब घर फर्किँदै आँटेको रोडमै छु लुक्स what a sunny day घाम छ गर्मी छ अब आफू त काम जाने हो हो सबलाई लागेको छ तिहार आफूलाई छ काम जान त्यस्तो नि त के गर्नु त्यस्तै नै रहेछ मेरो त नेक्स्ट भिडियोमा चाहिँ म खतम भएर जान आँटेको सो स्टे ट्युन अब घर पुगेर यो अनबक्स गर्छु ठिक छ किन्नुपर्छ चाहिने चिज हो कि नै सो घर आएर पनि मैले फाइनली आफ्नो प्रोडक्ट खोलिसकेँ एन्ड यो यस्तो छ लुक्स गुड एन्ड थ्याङ्क्स फर वाचिङ सी यु इन नेक्स्ट भिडियो